नमस्ते मेरा प्यारा साथीहरू, म हुँ बाल गणेश। आज म तपाईहरुलाई तरकारीको एउटा रमाइलो र जादुई कथा सुनाउन चाहन्छु। एक दिनको कुरा हो, एक सुन्दर बिहान केही बच्चाहरू भान्सामा खाना खान बसेका थिए। तर जब उनीहरूले आफ्नो प्लेटमा तरकारी देखे, उनीहरू नाक खुम्चाउन थाले। उफ, फेरि तरकारी, मलाई यो मन पर्दैन, बच्चाहरूले गुनासो गरे। म उनीहरूलाई हेरिरहेँ र मुस्कुराएँ। धेरै बच्चाहरूलाई लाग्छ तरकारी भनेको न स्वादिलो हुन्छ न रमाइलो, तर के यो साँच्चै सत्य हो? त्यसपछि मैले भने, आउनुहोस् म तपाईहरुलाई एउटा जादुई संसार देखाउँछु। एक्कासी हामी सबै तरकारीले बनेको जादुई संसारमा पुग्यौँ। यहाँ पहाडहरू गाजरका थिए, रुखहरू पालकका र घरहरू टमाटरका बनेका थिए। बच्चाहरू आश्चर्यले हेर्दै थिए। सबैभन्दा पहिले हामी गाजरको उपत्यकामा पुग्यौँ। त्यहाँ एउटा गाजर सुपर हिरो उभिएको थियो। मैले भने, गाजर खाँदा हाम्रो आँखा बलियो हुन्छ, हामी राम्रोसँग देख्न सक्छौँ रातमा पनि। बच्चाहरू खुसी हुँदै चिच्याए, वाह, गाजर त सुपर हिरो रहेछ। त्यसपछि हामी हरियो वनतिर लाग्यौँ। त्यहाँ पालक शक्ति गुरु थियो। ऊ सजिलै भारी ढुङ्गा उठाइरहेको थियो। मैले बच्चाहरूलाई सम्झाएँ, पालक खाँदा हामी बलिया बन्छौँ, कुद्न, खेल्न, पढ्न सबैमा फुर्तिला हुन्छौँ। अब बच्चाहरू उत्साहित देखिन थाले। अन्त्यमा हामी टमाटर, ब्रोकोली र मटरको शहरमा पुग्यौँ। सबै तरकारीहरू मिलेर एउटा चम्किलो सुरक्षा घेरा बनाइरहेका थिए। मैले भने, तरकारीले हामीलाई रोगबाट जोगाउँछ, हामीलाई स्वस्थ राख्छ। त्यसपछि हामी फेरि भान्सामा फर्क्यौँ। अब बच्चाहरूको अनुहार फेरिएको थियो। उनीहरूले तरकारी खान थाले। अब म हरेक दिन तरकारी खान्छु, उनीहरूले भने। म खुसी हुँदै उनीहरूलाई हेरेर भने, मेरो साना साथीहरू, तरकारी खाने बच्चा स्वस्थ हुन्छ, स्मार्ट हुन्छ र सधैँ खुसी हुन्छ। त्यसैले सम्झनुहोस्, तरकारी हाम्रो साँचो शक्ति हो।